कुर्दा कुर्दा आउनुभयो आउनु आमा हाम्रो मावालाको आमा आउनु बिस्तारै आउनु है ऐ ऐ ऐ नमस्ते आमा शान्ति हुन्छ शान्ति नभएर राख्छु नि यो पछाडि अब हामी रानी बगे जाने हैन यो पुस्नु त ओठमा के लाग्यो त्यहाँ आइन भन्ला भनिहरके भनिहाल्छन् नि रोन्छन् नि अझै भन्न भन्दा नि रोइहाल्छन् हस्पिटल लाइन यहाँ चाहिँ सरकारी हस्पिटल बन्दै रहेछ अझै पनि पानी पर्नलाई अधारो गरेछ कुहिरो लागेर बर्खा जस्तो भएन ठ्याक्कै बर्खा लागे जस्तो पुरै यो पर्खा लागेर झन् यो हस्पिटलमा त हस्पिटलको सरकारी हस्पिटल त्यहाँ चोकमा किनौँला उता बेलबस तिनो खोला त सुकेछ बुटोलको नजारा कति राम्रो देखिएको है यहाँबाट बुटोल फुलबारी लाइनबाट बुटोलको नजारा यस्तो दामी नानीहरूले चाली दिन्छ उठी नानीले दिन्छ उठी मम्मी आमा छोरी पहिरो जाने होला हजुरआमाको दिदीलाई भेट्न जाने होला आमा हजुरको दिदीलाई भेट्न जाने होला फिर भेट्न आइन भन्नु अनि जानु पर्यो नि आएको बेला कहिले होइन त फलफुल किन्न पर्यो नि पाउर महँगो अरे माइजल त लुङ्गी लाएर आउनुपर्छ राम्रै वाला ल्याउनु रसिलो हुन्छ कि उतो वाला अहिले मुसामतिरको स्याउ नयाँ आएर चाहिँ मिठो छ आजभोलि यो ई ड्राइभ भएर सजिलो भएछ कि जे होस् हाम्रो आमा टाढो बस र हामी आइपुग्यौँ हुन्छ हुन्छ ल बिस्तारै आउने यताबाट ढोका लगाइदिनु आन्टी नमस्ते यहाँ घुमायो मलाई घुमायो हजुर आमाले फेरि के गर्दै हुनुहुन्छ त्यहाँ आमा नमस्ते के गर्नु भएको छ आउनु ल त्यहाँ भाडा माझेर 97 वर्षको आमाले अस्ति झन् झातो पिस्दिनुहुन्छ सबै काम गर्नुहुन्छ के अरे आउनु मम्मीको ठुली आमा माया पिदिनु नदेखेको कथे देखाउँ भन्ने भएको कहाँले नटोकाइ अबि के हो यहाँ सानो दुई बहिनी
दुई बहिनी के भनेर आगो उमारी हिँड्नै भएको छैन मैले यति बेला गइसक्यो भने मलाई त यसरी पाङ्खा लाग्ने भयो त्यहाँसँग चाहिँ लल्ला चाहिँ ल ल यो चाहिँ काम गर्ने आशीर्वाद आमालाई जुल गर कति राम्रो गरेको ए हातमा जानु खोजेको बिचरा काखमा त सक्नुहुन्छ कति माया ज्ञानी नाति त नाति यता भयो आन्टी हो नि मम्मीलाई बोलाऊ बाबु आज एकादशी तुलसी पूजा गर्दै हुन्छ आन्टीले नमस्ते के हो यो अगरबत्ती हो कति सानो त अगरबत्ती के यो ब्ल्याक फरेस्ट आज भोलि ब्ल्याक फरेस्ट यो सेन खासै मन नपर्ने एकदम सस्तो साँझ हो तुलसी पूजा गर्ने त होइन र आन्टी 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 तुलसी पूजा त साँझ होइन र आज एकादशी लास्ट दिन भइले मम्मी त माई त आएर पो तुलसी पूजा गर्न पाउनु भयो त चुरोट खानुहुन्छ चुरोट खाँदै गफ गर्दै दुई बहिनीको गफ कहिले कहाँ पुग्छन् कहिले कहाँ पुग्छन् यहाँ त पट्टु पनि छ पट्टु 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 कोही त बोलेको तिमी पट्टु पट्टु मम्मीको साथी भात खुलाउन पर्यो बालाई सुटाउन पर्यो त्यहाँ त उ गर्न पर्यो त्यहाँ त जम्मै ठिकठाक पारिदिएर फेरि त्यो भात खाने बेला अघि त्यहाँ त फेरि सुहाउनु पर्यो तिनीहरू त्यसैमा चर्किन्छन् माइला गाडो छोटो हो र मोटो
धेरै समयको पश्चात साथी भेट भएको अवस्था बडा राम्रो छ। बडा राम्रो। भैली हेर्ने ग्रुप हामी फेरि यता छौँ छुट्टै। आमाहरू यता साथी गुरु आमा माइजूको साथी आज सबैको साथी भेट भए। हाम्रो हजुरआमाहरू दुई बहिनी सक्खै दुई बहिनी ल जानु मम्मी। आमा के गर्नु भएको? भिडियो मम्मीको ठुली आमा अनि मम्मीको मम्मी होइन मम्मी? खानु खानु भिडियो आमा खानु। दुई बहिनी हाम्रो हजुरआमा कान्छी उहाँ जेठी हजुरआमा बहिनी दुई बहिनी। कान्छीको छोरी उहाँ हाम्रो मम्मी मेरो मावालाको हजुरआमाहरू। भुजा तानेर लगाएर खिचाउ क्या ठिकै छ। भुसा नखाए हुन्न होइन खानु आमालाई दिनु। कसको? ए साल बजुको हाम्रो साल बजुको साथी नि हजुर सुन्ने पो त बडा आमाले सुन्ने पो त दिदीको फुपू सासूको सँगी हो भने घरको पछाडिको नजारा यस्तो छ। हामी अब घर जान लाग्यौँ। यहाँ रानी बग्ने धान पाकेछ नि अब त है होइन साथीहरू? धान पुरै पाकेछ। घाम लाग्यो अहिले त टिनिक्क। डाँडामा हेर्नु न कस्तो राम्रो कुहिरो झरेको क्या न।
कुहिरो लागेको कि यस्तो छ है हाम्रो रानी बगियाको नाचेर धान पाकेर रेडी छ भोलि के भन्छ आमा जान्छौँ ल गाडी आइसक्यो ल माइजू गयौँ ल आमालाई दिनु त लागेको र माइजू माइजूको झोला यहाँ फेरि केटाकेटीको भैली आएछ नि जान भनेको त्यही चिया बनाइसक्नु भयो रहेछ र फेरि यहाँ चिया खाँदै बाहिर बसेर भन्छ चिया चाहिँ खाँदै पर्ने हुन्छ यतिको चिया लभर चाहिँ हुनु पर्यो अनि भैलो आयो भरे केटाकेटी भैलो आज अन्तिम दिन के तिहारको एकादशीसम्म खेल्छन् कि यता फेरि भैली आज अन्तिम दिन खेलेको खेले हुन्छन् बुढाबुढीको भैलो जानेको चाहिँ भट्टाउन नि राजाले पठाएको हामी गरे म गर्नु भैलोको स्पिकर बजेन अब हामी त गयौँ घरतिर ल जाऊँ कति राम्रो बादल देखेको आकाश भुइँमा हिलो रहेछ पानी परेर घाम लाग्यो अहिले तातियो ल हिँड है गाइजहरू ल अब घरतिर लाग्यौँ भैलो उता पनि भैलो नाचिरहेछन् साँझको बेला यस्तो लाइट राखेर रहेछ यहाँ माथि ए यस्तो लाइट पनि राख्दो रहेछ ठुल्ठुलो सामान राख्नलाई मैले तपाईलाई उसको के रे मान्छेलाई पठाउँछु कि आमा
घुजाउनुपर्छ ल भोलि बेलुका फेरि उठा बसौँला है आमा खुट्टा डर छैन के कति वर्ष हुनु पर्यो 82 ए 92 90 र 2 ल ल ल ल बाई बाई अहिले मान्छे के को बाटुन हो